जुन यो ट्याङ्क हेर्दैछौ त्यसलाई मैले आफ्नै घरको वेस्ट सिसाहरूलाई युज गरेर बनाएको छु र घर वरिपरिकै माटो, सोइल, बालुवा जसले जे भन्न सक्छ आफ्नो आफ्नो भाषामा कसरी बुझ्छौ बुझ हैन, त्यो सब युज गरेर बनाएको छु र जुन यो प्लान्ट हेर्दैछौ त्यो पनि मैले किनेको होइन है। र तपाईहरुलाई पनि यस्तै ट्याङ्कहरू चाहियो र बिना पैसा खर्च गरी हैन आफ्नै वरिपरि सामान युज गरेर चाहियो भने यो भिडियो तपाईकै लागि हो, लास्टसम्म हेर्नु होला। सबैभन्दा पहिला मैले घरको वेस्ट सिसाहरूलाई लिएर, वेस्ट त नभनौँ हैन, घरमा राखिरहेको सिसाहरू लिएर सफा गरेर दोकानमा लगे। दोकानमा अङ्कल आफूलाई चाहिँ साइज अनुसार काट्न लगाए र अङ्कलले सबै काटिदिनु भयो। सिसा काट्ने काम भइसकेपछि यसलाई मैले लिएर आएर राम्रोसँग सिरिज पेपर लिएर चारैतिरको कोडहरूलाई राम्रोसँग सफा गरेँ, किनभने सिसा हाम्रो बस्नलाई प्लेन चाहिन्छ। उबड खाबड भयो भने, अलिकति भएन भने लिक हुने डर हुन्छ। के यो लिक हुन्छ र को लाग्छ यो लिक हुन्छ भनेर कमेन्ट गर है। अहिलेसम्म मैले कुनै ट्याङ्क आफै बनाएको छैन, सो मलाई एक्सपिरियन्स पनि छैन। ल त त्यो सबै काम भइसकेपछि हामीले राम्रोसँग सिसालाई असेम्बल गर्नलाई सुरुमा धागे लगायौँ, सबैतिर चेनाहरू लगायौँ सिसाको नाप अनुसार, किनभने फर्स्टली बनाएको हामी केही पनि रिस्क नलिकन काम गरिरहेको छौँ र हामीलाई यो काम गर्नलाई लास्टै पेसेन्स चाहिन्छ है। कोही हतार गर्न चाहनुहुन्छ भने हो यो काम नगर्दा हुन्छ, किनभने यो काममा अलिकति टाइम दिनुपर्ने हुन्छ हैन। मैले यो भिडियो बनाउनलाई लगभग 1 महिना टाइम दिएको छु। यो सिसाहरूमा आफ्नो घरको कामहरूमा गर्दा 1 महिना मेरो टाइम लागिरहेको छ हैन। आफ्नो टपिकमा आम फेरि अनि के भन्छ, यो सिसालाई हामीले राम्रोसँग सफा गरेर यो टेप सेप लगाएर चेना लगाएर राम्रोसँग रेडी गरेको छौँ, किनभने यो टेप लगाउने कारण यति मात्र कि गम सबैतिर नफैलियोस्, नभए सफा गर्न भार बस्नेवाला छ हाम्रो। यो सब भइसकेपछि हामीले सबै कोनाहरूमा राम्रोसँग एकैचोटि हामीलाई असेम्बल गर्नुपर्ने हुन्छ, जस कारणले हामीले ग्लु लगायौँ। यो ग्लु चाहिँ मैले दराजबाट मगाएको थिएँ, जुन मलाई 600 कति रुपियाँ आसपास, 630 रुपियाँ 620 रुपियाँको वरिपरि परेको छ हैन। र मैले यो भन्दा अगाडि सिलिकन ग्लु जुन युज गर्न सकिन्छ, हाम्रो जुन हार्डवेयर पाइन्छ हो त्यो चाहिँ युज नगर्नु, किनभने त्यो ग्लुले चाहिँ हाम्रो के हुन्छ भने पानी हालेपछि निस्किन्छ कि आफै निस्किन्छ, त्यो लेउ जस्तो निस्किन्छ, लेदो भएर निस्किन्छ। जुन मैले युज गरेर एकचोटि पस्ताइसकेको छु, त्यो सक्नुहुन्छ भने अलिकति वेट गर्नुहोस् र यो ग्लु युज गर्न सक्नुहुन्छ हैन। व्हाइट कलर ग्लु हो। त्यो सब भइसकेपछि हामीले चाहिँ यो 2 जना मिलेर बनाएको छौँ हैन। र तपाईहरु पनि एक्लै बनाउन ट्राई पनि नगर्नु होला, पुरा गाह्रो हुनेवाला छ हैन। अनि हामीले राम्रोसँग सिसालाई जोडिसकेपछि यसलाई हामीले लगभग 24 घण्टासम्म एक ठाउँमा राख्नुपर्ने हुन्छ ग्लु सुक्न भनेर, किनकि ग्लु सुक्न टाइम लाग्छ, नभए यतिकै हलाउँदा लिकेज हुने डर हुन्छ। सो हामीले राम्रोसँग ग्लु चारैतिर लगाएर राम्रोसँग कार्डले तानिओरी यसलाई सुक्न दिएको छौँ। हामीले रातिको टाइममा यो काम गरेको थियौँ, त अब भोलिपल्ट बेलुका आएर हामी यो हेर्नेवाला छौँ के यो चुन्छ जस्तो लाग्छ भने कमेन्ट गर्नु होला। मैले पनि फर्स्ट टाइम बनाएको, सो मलाई पनि केही थाहा छैन यसको बारेमा। बिहान उठ्न साथ हामी सिधै गएर दोकानमा पहिला सुरु ट्याङ्क चेक गर्नेवाला थियौँ आज हैन। र हामीले सिधै गएर हेर्दाखेरि ट्याङ्क राम्रो देखिरहेछ कि, सायद सानो छ किनभने ठुलो बनाउन अहिले सक्दिनौँ जस्तो लाग्यो। र हामीले सानो ट्याङ्क बनायौँ र सिसाको साइज पनि थिएन कि साँच्ची भन्नुपर्दा चाहिँ। अब यसमा वाटर टेस्ट गरौँ है त। लिएर हामीले पानी हालेर पनि टेस्ट गऱ्यौँ, अहिलेसम्म त छुएको छैन। अब यसलाई गर्नुपर्छ सेटअप घरमा लगेर राम्रोसँग। भिडियो अलिकति लामो हुनेवाला छ, सो अलिकति पानी लिएर छेउमा बस्नु होला, सजिलो हुन्छ तपाईहरुलाई पनि हेर्नलाई। ल त अब यसलाई हामीले घर लगेर सेटअप गर्ने, तर कसरी भन्ने कुरा हेर्दै गरौँ। हामीले जति कोसिस गरे पनि यसमा ग्लु चाहिँ चारैतिर लागि नै हाल्यो कि, सो हामीले ब्लेड लिएर सबैतिर राम्रो सफा गरेको छौँ। त्यो गरिसकेपछि मैले घर ल्याएर यसमा पहिला सुरु युज गर्नेछु माटो। हामीले वाटर लिकेज चेक गरिसकेमा अचम्म भएको छैन। सो हामीले गार्डन सोइल जुन हुन्छ, हामीले जुन बारीमा माटो युज गर्छौँ हो त्यो माटोलाई लिएर हामीले डाइरेक्टली यसमा हाल्नेवाला छौँ। र माटो हालेर डाइरेक्ट पानी हाल्ने चाहिँ होइन है। हामीले माटो हालिसकेपछि हामीले बालुवा लिएको छौँ र बालुवालाई राम्रोसँग धोइधाइ गरिओरी हैन, धोइओरी यसको माथिबाट एक लेयर हाल्नेवाला छौँ, किनभने यो माटोलाई पानीमा नघोल्न दियोस् भनेर बालुवा हालेको मात्र हो हैन। र बालुवाले माटोलाई अलिकति रोकेर राख्छ कि मुनि नै, र माटो त चाहिन्छ नै, किनभने हामीले यसमा प्लान्टेड बनाउने सोचिरहेको छु मैले हैन। लु त मैले यो एक्वेरियम डेकोरेट गर्न धेरै सामान युज गरिनँ हैन। बलुवा सलुवा सबै हेरिसक्यो कस्तो देखिँदैछ हैन। हामीले यो युज खालि यसको लागि एउटा कबाम्बा, एउटा सानो ड्रेफ्रुट र 2टा रेड प्लान्ट र मैले मेचीबाट ल्याएको केही स्ट्रिम्सहरू, यति मात्र यो एक्वेरियम हाल्नेवाला छु। लु त है हेरौँ अब रिजल्ट कस्तो आउनेवाला छ। साँच्ची भन्ने हो भने मैले रिजल्टलाई एक्सपेक्ट गरेको थिइनँ यति राम्रो देखिन्छ भनेर, र यति क्लियर देखिन्छ मैले सोचेको थिइनँ। एक्वेरियम लास्टै क्लियर देखिरहेछ। अब नेक्स्ट भिडियोमा हामी यसमा रात पछाडि ब्ल्याक कलर गर्नेवाला छौँ, ब्याकग्राउन्ड कलर गर्नेवाला छौँ र केही माछाहरू हाल्नेवाला छौँ। र यसमा कुन माछा हालौँ भनेर हजुरहरूले कमेन्ट गर्नु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई भिडियोलाई लाइक, च्यानललाई सब्सक्राइब र कमेन्ट गर्नु होला कि के गरौँ यसमा, अब के गर्न सकिन्छ अझ बेहतर राम्रो हैन। आजको लागि यति नै, भेटौँ अब नेक्स्ट भिडियोमा।